हेलो साथीहरू, यहाँलाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ। आज चाहिँ हामी मासु बनाउन जाँदैछौँ, बफको मासु। यसको लागि चाहिँ हामीले मासु, प्याज, गोलबेरा, मसलाहरू चाहिन्छ। सुरुमा मैले तेल तताएँ, त्यसमा मेथी फुराएँ, त्यसपछि तेजपत्ता हालेँ अनि प्याज फुराएँ। प्याज हालेर एकछिन चलाइदिएँ गोल्डन ब्राउन हुन्जेल। गोल्डन ब्राउन भइसकेपछि मैले मासुलाई हालेँ। मासुलाई पनि परपरी भुट्ने, त्यसपछि यो थोरै कम भएर जान्छ, गल्छ र कलर पनि चेन्ज हुन्छ। यसको हल्का हल्का ब्राउन भएपछि यसमा हामीले गोलबेडा हाल्ने। गोलबेडालाई पनि मजाले पकाउने। गोलबेडा गलिसकेपछि हेर्नुहोस् त गोलबेडा पनि कति राम्रोसँग गलेको। अब यसमा मैले हरियो खुर्सानी हालेँ। हरियो खुर्सानी चाहिँ अप्सनल हो, हजुरहरूलाई मनपर्छ भए हाल्ने, नत्र नहाल्नु भए पनि हुन्छ। अब यसमा नुन, जिरा, खुर्सानीको धुलो, गरम मसालाहरू हाल्ने, बेसार हालेर मजाले चलाइदिने। त्यसपछिबाट पानी हाल्ने सुपको लागि। यदि हजुरहरूलाई झोल मनपर्छ भने हेर्नुहोस् त, यो झोल हालिसकेपछि यसरी बोइल गर्ने। कति मिठो देखेको, साँच्चै मिठो थियो यो। अब चाहिँ यो लगभग पाकिसक्यो। अब चाहिँ यो खानको लागि तयार भयो। हेर्नुहोस् त, हेर्दै खाउँ खाउँ लाग्दो मासु। हजुरहरू पनि यसरी नै पकाएर खानुहोला। एकदमै मिठो भएको थियो। मैले चाहिँ यसलाई भातसँग खाएँ। हजुरहरूले यसलाई चिउरा र अन्य कुराहरूसँग खान सक्नुहुन्छ। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।